ल है हजुर है सबैलाई फेरि पनि वेलकम छ है तपाईँलाई होइन मेरो यो सानो है फेरि भिडियो है यो सानो भ्लगमा है र यो चाहिँ आज रातिको होइन लगभग 6:30 साँझको है 6:30-7 बज्दैछ र म चाहिँ कहाँ छु भन्दाखेरि चाहिँ हेर्नुहोस् न यो यस्तो मजाको हाइवे होइन यति लामो ब्रिज है यो चाहिँ कहाँ छु भन्दाखेरि चाहिँ यो चाहिँ म छु रम्फूमा है यो रम्फूमा छु यो आवाज है अझै अब म चाहिँ छु रम्फूमा है र स्पेसली है यो चाहिँ कहाँनिर हो भन्दाखेरि होइन अब यहाँ अब हाम्रो नजिकैको सबैलाई थाहा छ है रम्फू चाहिँ यो वेस्ट बेङ्गल है अनि सिक्किमलाई जोडाउने एउटा सिमाना है सिमानामा छु म चाहिँ अहिले रातिको 6:30-7 बजिसकेको छ र यो चाहिँ हो रम्फूको डल्लै ब्रिज है म तपाईँलाई पछि गएर पनि देखाउने छु है र म चाहिँ आज यहाँनिर छु है म चाहिँ अब जाँदैछु माखा पनि जाँदैछु यसो यहाँनिर रम्फूमा आएर तपाईँलाई होइन यो मेरो पेज मार्फत तपाईँलाई यो होइन पुल पनि देखाएर राखौँ यो पनि ब्रिज भन्नु पहिलाको बचपनमा चाहिँ के हुन्थ्यो भन्दाखेरि यो भित्र चाहिँ रम्फू बजार होइन बजार चाहिँ छोडेर परै डल्लै छ नि त है यो भित्रको रम्फू बजार है रम्फू बजार यहाँ चाहिँ बचपनमा आएर चाहिँ हामी चाहिँ होइन आमाको घर गान्तोकै बचपनमा आएर चाहिँ हामी चाहिँ के गर्थ्यो भन्दाखेरि त्यहाँनिर चाहिँ अब होइन त्यो चस्माहरू लाउँथ्यो सानो क्या चस्माहरू किनिदिन्थ्यो बाबाले समोसा खान्थ्यो क्या त यो भित्र चाहिँ तर अब अहिले चाहिँ त्यो फुल चाहिँ के छ भने अब यहाँबाट चाहिँ अब अहिले चाहिँ डाइरेक्ट आइन्छ यसरी हो यहाँबाट डाइरेक्ट यसरी बसेर चाहिँ पर निस्किन्छ र बिचबाट आउनु पनि सक्नुहुन्छ जुन चाहिँ यहाँ परको डाइरेक्ट हामी बसेर भित्र पस्नु पनि सकिन्छ है र यो चाहिँ पर्यो सिधै सर्टकट रम्फू ब्रिजको है यस्तै छ गाइस है यसरी जुरिँदै गर्नुहोस् होइन यसरी जुरिँदै गर्नुहोस् र यसरी नयाँ नयाँ जग्गाहरू पनि देखाउँदै गर्नुहोस् भने त तपाईँहरू धेरैलाई थाहा छ यो रम्फू ब्रिज हो भनेर र पनि मेरो पेज मार्फत तपाईँलाई फेरि पनि बताउँछु सो बाई।